अध्यक्षज्यू, पार्टी प्रदेश कमिटीका सदस्य, भिरीपानीमा जन्मिनुभएका, बगरवासपाटी हुर्किनुभएका आजका विशेष प्रमुख अतिथि ज्ञानकुमार श्रेष्ठ, त्यसैगरी धारापानीमा जन्मिनुभएका तामाङ परिवारकी छोरी, हामी सबैकी बहिनी, पार्टीका उपाध्यक्षको उम्मेदवार रमा घिसिङ, उहाँलाई अगाडि राख्नु। पार्टी प्रदेश कमिटीका नेताहरू केशर बहादुर बुढाथोकी, कृष्णहरि केसी, मेरा आदरणीय दाइहरू वीरबहादुर कार्की, मनोज उता पो बस्छ, 5 नम्बरको नेता दीपक भन्नुपर्छ, दीपकजी, सबैलाई मेरो हार्दिक अभिवादन, नमस्कार। आज बिहान मन्थलीको घर दैलो, त्यसपछि फुलासीको टुप्पो, जहाँ हाम्रा पुष्कर चौहान जन्मिनु भएको, त्यही गाउँमा गएर त्यहाँ बोलेर नाचेर गाएर फेरि बेलैमा यहाँ आइपुगे। माधवजीले बोल्ने पछि मेरो पालो आउँदा ठिक्क आइपुगेको छु, ढिलो भएको छैन। यो केले सम्भव भयो होला, यसबाट सुरु गरौँ। फुलासीको मान्छे फुर्ता यहाँ आउँछ, कसरी आउँछ? देवीटारबाट फुलासीको बाटो पक्की बाटो बनाएको मैले हो, अर्थात् एमाले बनायो। मन्थलीबाट आधी घण्टामा यहाँ आइन्छ, एमाले पक्की बाटो बनायो अनि एमालेलाई सहजमा आइपुग्यो। विकासको बारेमा मैले त्यहाँभन्दा बढी बोले। शिक्षाबाट आधी घण्टा, मन्थलीबाट आधी घण्टा, अब शहीद बैशाखमा शिक्षाबाट भोट नाकी 1 घण्टा हो। अहिले मेरो जन्मघर गोगनपानीबाट धारापानी फुर्केश्वर हुँदै धुलेबेसी कालोपत्रे हुँदैछ। मेरो साथी, मेरो दाजु, एउटा जिउँदो त्यहाँको पुस्ता बिरुवाजी नगर, अहिले पानीको महसुस अलि छ चर्को। ज्ञानकुमारको कार्यकालमा पानीको महसुस तिर्नु पर्दैन, पछि गए सोध्दै हुन्छ। अनि हामीले भन्ने गर्छौँ, आगामी जेठको पहिलो हप्तामा खानादेवी पालिकामा ज्ञानकुमार र रमा घिसिङ सत्तामा, यही हो। अब यहाँ चुनाव छ 30 गते। यो चुनावमा मैले धेरैचोटि चुनाव होइन, यो पार्टी निर्माणमा भ्युसी मौकै मिल्यो। पहिले कस्तो मान्छे गयो भने पूर्व जाने मान्छे पछि